यो चाहिँ इमली हो। यो चाहिँ मलाई स्टुडेन्ट्सहरूले ल्याइदिएको। अनि बोक्रा यसरी फालेपछि यस्तो हुन्छ। अब कुनै पनि भाँडा लिने, कराई प्यान जे भए पनि पानी तताउने अनि चिनी एड गरिदिने। अनि अलिअलि रातो खुर्सानी अमिलो पिरो हुनु पर्यो नि त। अनि त्यसपछि चाहिँ अलिकति नुन पनि हालिदिनु, ब्यालेन्स हुन्छ नि त स्विटनेस। अनि त्यो धुनु पर्यो, त्यसको फोहोर पनि टाँसेको हुन्छ नि त। अनि धुने। अनि त्यसपछि बोइल भइरहेको पानीमा चाहिँ एड गरिदिने। यो उम्लिनै दिने, लाइक 5 to 10 मिनट्स उम्लिन्छ। अनि त्यसपछि चाहिँ अलिअलि चलाउनु, किनभने त्यो तल जमेर बस्छ नि त चिनीहरू। एन्ड देन छोपिदिने, भाँडाले छोपेर लाइक 5 मिनट जति चाहिँ उमाल्नु, हाई फ्लेम। अनि त्यसपछि चाहिँ सुकेपछि यस्तो मिठो हुन्छ कि बाहिर पाउँछ नि त्यो प्याकेटमा 5 रुपियाँको 10 रुपियाँको इमलीहरू के सेम त्यस्तै, इभन बेटर, त्योभन्दा मिठो हुन्छ। अन्त फाइनल प्रडक्ट लुक लाइक दिस। वाउ, आउँदै चाह त तातो तातो केही छैन, चाह न। Oh my god, के थियो त्यो रियाक्सन? अलि हाँस्ने नि। But it's really yummy though. Wow.